आउँदो रहेछ त्यो इस्कुस हाम्रो त तरुलै छैन धान त थियो इस्कुस बोकाइले त मर्नु हुने रहेछ छैन उसँग कोही छैन बिहान सानो एउटा रहेछ होस् गयो भने त्यहाँ पनि रहेछ 3 दाना पो रहेछ जेले छुट्टाकै गएको तान्नु पर्ने काट्दै कुन उसको माथि त त्यो मास त लड्छ पछि नयाँ जेल लिएर जानु हावाले आँखाभित्र पसेर छैन नि मैला पसेर धुलो पसेर साह्रो पर्ने रहेछ